चाहिँ अहिले दोहाको एयरपोर्टमा छौँ। यहाँ चाहिँ एकदमै राम्रो हामी अचानक दोहाको ट्रपिकल रेन फरेस्टमा छिरेको छौँ। यहाँ चाहिँ केराको पातहरू पनि रहेछ तर केरा चाहिँ छैन रहेछ। केरा खाएर बल्दिम नोर्दिम भनेको केरा नै छैन। ठिकै छ तर यहाँ एकदमै राम्रो छ ठाउँहरू चाहिँ। चराको साउन्ड नै आइरहेछ। त्यही छ पुरा, त्यही अड्किसक्यो त्यो मान्छे चाहिँ भिडियो बनाउँदै। सबै हाल्नु त होला नि। We are going to Pedala. Yes. Earlier than we expected. किनकि उसलाई मेरो भर्जन एकदम हतार भइसक्यो। Oh my god, no. It's because Kathmandu is very dangerous right now. So we'll be traveling today in this gari.
हेलो गाइज, अब चाहिँ हामी नारायणी मल घुम्न जाँदैछौँ। त्यसपछि भाटपट्टि जान्छौँ एन्ड वी विल सो यू हेटौडाको नारायणी मल अनि हेटौडाको भाटपट्टि अनि चोकतिर नि जान्छौँ अनि यसो डुल्छौँ आज। सो लेट्स गो। सो द्याट्स द होटल हामी बसिरहेको अनि त्यो साइडको भएको चाहिँ नारायणी मल हो। सो अहिले चाहिँ हामी नारायणी मल घुम्छौँ। सो यो नै नारायणी मल हो। यो चाहिँ काम गरिरहेको रहेछ, यहाँ चाहिँ घुम्नु परिरहेछ हामीलाई। सो आई डोन्ट नो, आज चाहिँ प्रायः सबै स्टोरहरू चाहिँ बन्दै रहेछ। सो इफ यु क्यान सी प्रायः स्टोरहरू सबै बन्द छ। सो यहाँ मलमा चाहिँ प्रायः सबै क्लोज रहेछ आज। अलिअलि पसलहरू मात्र खुला रहेछ। सो अरू चाहिँ प्रिटी मच क्लोज नै देख्छु। यहाँ चाहिँ एउटा सिनेमा हल पनि छ जहाँ चाहिँ वी क्यान वाच मुभिज। सो अहिले चाहिँ अब हामी हेटौडाको चोकतिर छौँ। नारायणी मलमा हो अहिले हेरौँला नि। नारायणी मलमा चाहिँ खासै हामीले केही पनि भेटेनौँ। मलको सबै सटरहरू चाहिँ सबै क्लोज थियो। ओन्ली फ्यु बिट्सहरू मात्र ओपन थियो। त्यही भएर चाहिँ खासै त्यहाँ केही पनि भेटेन हामीले। अनि अहिले चोकतिर जाँदैछौँ। यो त यो राइटतिर भएको यो चोकको नाम चाहिँ स्कुल रोड हो। त्यहाँ चाहिँ पहिला म ट्युसन पढ्थेँ मेरो एसएलसीको प्रिपरेसनमा। अनि यो रोडहरू यो ठाउँहरू चाहिँ एकदमै निकै फ्यामिलियर हो मेरो लागि सिन्स आइ एम फ्रम हियर। अब यहाँ चाहिँ एउटा फ्रुटको एउटा लस्करै पसलहरू छ। त्यहाँ पहिला म सानोमा हुँदाखेरि त्यही आउँथेँ फ्रुट्सहरू किन्नलाई। अब यहीँ चाहिँ उसलाई चाहिँ कालेलाई चाहिँ उखुको जुस खुवाउनु पर्ला। अब म्याङ्गो स्टिम त छैन। म तिमीलाई एउटा ठाउँ ल्याउँछु। त्यहाँ मैले पहिला साइकल किनेको थिएँ कि भक्ला सोध्छु म यो उयो चाहिँ पाउँछ होला चाहिँ। यहाँ त पाइँदैन जस्तो यहाँ पाइन्छ होला। यहाँ चाहिँ पाइन्छ जस्तो छ। दाइ उखुको जुस पाइन्छ? एउटा बनाइदिनु न। ठुलो बनाइदिनु। सो यहाँ दाइकोमा चाहिँ अब हामी उखुको जुस खान्छौँ। यहाँ भाइले बनाइदिन्छ उखुको जुस हामीलाई। एक गिलास बनाइदिनु भाइ। सो तिमीलाई एक्साइटेड छ कि उखुको जुस ट्राई गर्नलाई? तिमी पहिला ट्राई गरेछ? गरेछौ? अझै चाहिँ हेटौडाको उखुको जुस खान्छ है त उसले आज होइन? ल पकाइ त यहाँ चाहिँ उखुको जुस रेडी हुँदैछ। भाइले त्यहाँ दाम्नै पारामा नेचुरल उखुको जुस बन्दैछ है त। सो मैले चाहिँ नरिवल पानी खान लगाएको छु। दाइले यहाँ नरिवल बनाइदिँदै हुँदैछ। यो चाहिँ उसको उखुको जुस पायो। के तिमीसँग कपडासँग म्याच भयो त नि? ग्रिन ग्रिन कस्तो छ? मिठो छ? दामी छ। थ्याङ्क यू दाइ। कति भयो दाइ? 280 हुन्छ। 280 हो। मेरो पनि कता गयो एक टाइममा त नरिवलको जुस रेडी भएको छ। दामी छ तपाईँ ट्राई गर जुस। यो पनि जुस एकदम राम्रो रहेछ।
सो हामीले चाहिँ भर्खरै जुस खाएर हिँडेछौँ होइन जुस चाहिँ एकदम दामी थियो कालेले चाहिँ कोकोको जुस खायो होइन मैले चाहिँ कोकोनटको निकै नै मिठो थियो मिठ लाग्यो त होइन ल अब चाहिँ हामी चाहिँ यता चोकमै आइसक्यौँ म देखाउँछु है त यो चाहिँ हाम्रो चाहिँ हेटौडाको चाहिँ मेन चोक हो बुद्ध चोक भन्छ अनि यो चाहिँ लक्ष्मण साइकल स्टोर हो त्यही हो नि त नाम लक्ष्मण साइकल स्टोर सो मेरो फर्स्ट साइकल चाहिँ यहाँबाट किनेको थिएँ कि म सानोमा हुँदाखेरि यस्तै साइकल किनेको थिएँ मैले यो पसलबाट यो हो लक्ष्मण साइकल स्टोर भन्ने मेरो फर्स्ट साइकल चाहिँ यहीँ किनेको थिएँ मैले हाम्रो जो हेटौडामा चाहिँ यस्तो यो के को रुख पो भन्छ तर यो रुख चाहिँ इदर साइड अफ द रोडमा हुन्छ यसरी लस्कर यो यस्तो रुख चाहिँ सिधा जस रोडको दुईटै साइडमा पाइन्छ कि हामीले आज जस वेदर चाहिँ निकै अलिअलि गर्मी नै छ हाम्रो यहाँ हेटौडामा चेक गर जस गर्मी नै छ भनौँ न आज अब चाहिँ हामी चाहिँ अटो चढ्छौँ अनि वी विल गो टु कता रे जहिले बिर्सिन्छ भाटपट्टि जान्छौँ हामी ल है त यो तल चाहिँ राप्ती रोड भन्छ यो राप्ती रोडमा चाहिँ जस सबै प्राय जुत्ता कपडा क्लोदिङहरू सबैको सपिङ गर्न पाइन्छ मैले चाहिँ म चाहिँ सानोमा हुँदाखेरि चाहिँ यतैतिर आउँथेँ अनि मेरो दसैँको सपिङहरू चाहिँ यहीँ हुन्थ्यो यहाँ तलतिर टन्नै लुगा पसलहरू छ अनि यहाँ चाहिँ सबै सपिङहरू चाहिँ यतै हुन्थ्यो मेरो अब चाहिँ हामी स्ट्रेट भाटपट्टिमा जान्छौँ फर्स्ट वी निड टु फाइन्ड एउटा अटो जुनले चाहिँ बाटो दिनु पर्छ सो यो भर्खर जाँदै गरेको यो चाहिँ मयुरी हो अनि यो भर्खर गएको चाहिँ यो चाहिँ अटो हो त्यसलाई चाहिँ अटोभन्दा मयुरी चढौँ भनेर सो हामी चाहिँ मयुरी चढेको छ भर्खरै कस्तो लागेको छ मयुरी चढ्नु त्यो फेस प्याक इनेबल गरेर भयो कि फ्रेममै आइरहेको छ अलि यता आउँछ कस्तो लागिरहेको छ यो चाहिँ हाम्रो एउटा मयुरी हो भाइले चाहिँ हामीलाई भाटपट्टि लाँदैछ यो मयुरी चाहिँ इलेक्ट्रिक हुन्छ यो चाहिँ अलिकति अटोभन्दा स्लो हुन्छ तर फेरि रमाइलो चाहिँ यसमा हुन्छ किनकि यता साइडमा सपोर्टहरू हुँदैन नि त अलिअलि फ्री भएर पेट्रोल यो आउँछ कि मलाई यो भ्लगिङ गर्न चाहिँ निकै नै लाज लागिरहेको छ होइन स्लोली गेटिङ युज टु क्यामेरामा अगाडि बोल्न चाहिँ अलिकति अप्ठ्यारो लाज लाग्दो रहेछ तर अब स्लोली गेटिङ सो वी आर अलमोस्ट हियर भाटपट्टिमा हामी आइपुग्न लाग्यौँ हजुर भित्र लगिदिनु भित्र लानु मिल्छ नि होइन ए हुन्छ नि सो यो चाहिँ हाम्रो हेटौडाको भाटपट्टि छ हेटौडाको भाटपट्टि नि जस हाम्रो यो चाहिँ भाटपट्टि नि हो हाम्रो हेटौडाको एकदम राम्रो छ म भर्ती हुने बेलामा चाहिँ यो भाटपट्टिहरू केही पनि बनाएको थिएन सो आई थिङ्क
3 years जस्तो भयो कि किनकि म 3 वर्ष अगाडि लिभमा आउँदाखेरि चाहिँ बनिसकेको थियो भाटबटी नै सो अहिले चाहिँ हामी एकछिन यतिकै यहाँ वेट गर्दै बसिरहेछौँ बहिनीलाई बहिनी उता आउँदैछ अनि वन्स बहिनी आएपछि हामी सँगै 3 जना चाहिँ हामी घुम्नेछौँ अनि जस यहाँको भाटबटी देखाउँछौँ अनि जस यो भाटबटीको चाहिँ मलाई ट्राई गर्न मन भएको कुरा चाहिँ त्यही त्यो गेमिङ जोनहरू किनकि त्यही कुराले मात्र मलाई एक्साइट गराउँछ मलाई यस्तो सपिङहरू अरू यताउति खासै मन पर्दैन खानेकुरा रमाइलो एडभेन्चर गेमिङहरू मात्र मनपर्छ मलाई एकदमै ल हाम्रो बहिनी आइपुगेको छ त्यो पार्क त्यहाँ गर्दैछ त्यसपछि हामी मल घुम्न जान्छ अब देखाउँ न त This is me. यो चाहिँ उयो हो रे ज्योतिले ल्याइदिएको हो र अनि this is मटका अनि यो चाहिँ म रे उयो ब्यागमा झुन्डाउ न पिलोको कभर पनि छ हो जो मैले पिलो कभर पिलोमा हालेर राखेको तर मैले लिएर आइन मम्मीले त्यो पिलो कभर अनि उसले चाहिँ दुबईबाट यहाँ expectations for this. दुबई चक्लेट ल्याइदिएको छ होइन हजुरलाई मिठो लाग्छ Yeah. Please also. ट्राई गर नि त त्यो क्रन्ची छ भित्रको अझै भाउजू छ कस्तो रहेछ मिठो हो मिठो भइहाल्छ नि चक्लेट खान पाइछि त कस्तो छ र ओहो मिठो हो रे दामी रहेछ my god यो त पग्लिसक्यो नि त अब हुँदैन पकाइहरू म भर्खर फ्रिजबाट निकालिदिएको यो चाहिँ एकदम मिठो हुँदो रहेछ यो दुबई भाइटल दुबई चक्लेट त्यो भित्रको क्रन्ची के त्यो नाफाको उसको दामी छ रे स्वाद आइरहेको छ मिठो 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 कसरी राख्ने नि हो ब्यागमा हाल्नु अर्को बहिनीले चाहिँ यहाँ हामीलाई सानो गिफ्टमा ल्याएको रहेछ हामीलाई चाहिँ एकदमै एउटा फिक्सनल क्यारेक्टर छ इन्स्टाग्राम सोसियल मिडियामा आउने अनि कता गयो यो चाहिँ उसको लागि थियो यो चाहिँ उसको ब्यागको लागि किरी अनि यो चाहिँ मेरो ब्यागको लागि दामी छ है हामी भाटपटिनीमा यहाँ के गरे मोटकाले वेट्स गरिरहेछ जिम जान पाएन अब भाटपटिनीमा आएर के गरे वर्कआउट गर्दै हो हाम्रो मोटकाले ल हामी चाहिँ अब पौडेल बेकरीतिर जाँदैछौँ त्यहाँ चाहिँ कलर चुज गर्नलाई घर पेन्टिङ हुँदैछ त्यही भएर ल खै चियर्स ल डु नट ट्राई गरौँ है त खै खै यता चाहिँ दुध गर्ने खाना पैसा मिठो भइहाल्छ नि ल यो चाहिँ एकदमै सफ्ट छ दामी छ होइन क्रिमबाट दुधै जस्ट यहाँ
त्यो फोटोज बेकरी हो क्या अनि यहाँ पहिला हाम्रो सब बर्थडे केकहरू चाहिँ यही बनाउँथ्यो कि निकै मिठो छ क्लीन पनि बहुत चाहिन्छ है नोटु सक्छु लास्टमा जुस डिनर चाहिँ एकदमै मिठो भएर फेरि एक एकवटा एक्स्ट्रा डिनर खान लागिरहेको छु म अलिकति अब वेट म्यानेज गरौँ भनेको झन् मोटोला जस्तो भइरहेछ तर म जिम पनि आजबाट जोइन गर्छु अनि जिम पनि जान्छु किनकि अब 30 डेजको त वेडिङ छ अलिकति बडी बनाउनु पऱ्यो नि त सो खाना पनि खान्छु जिम पनि गर्छु तर लेट्स गो फर सेकेन्ड मिनट साँच्चै आज भातपट्टि चाहिँ हामीले खासै धेरै फिल्म गर्न पाएको किनभने भातपट्टिमा चाहिँ फिल्मिङ अलाउ गरेर भन्नुभयो सो अरू ठिकै छ हामीले बाहिर तपाईँ भर्खर कलर चुज गऱ्यौँ घरको लागि कलर चुज गरेर भयो सो राइट नाउ अब चाहिँ हामी यसो चटपटीहरू खान जाँदैछौँ खोपे गल्लीमा सो यहाँको हेटौँडाको चटपटी खुवाइदिनु पऱ्यो अब काजालाई एक्साइटेड हो हेटौँडाको चटपटीहरू खान ल हामी चाहिँ त्यस खोपे गल्लीमा म अब स्कुल पढ्दाखेरि खोपे गल्लीमा चाहिँ राम्रो पाउँछु त्यही भएर चाहिँ हामी खोपे गल्ली नै जाँदैछौँ चटपटी खानलाई ल हाम्रो चाहिँ चटपटी आइसक्यो हाम्रो राकेश दाइको चटपटी ल ट्राई गरौँ है यो पानीपुरी पाउँदैन छ पाउँदैन सोध्नु नेपाली चटपटी सबै मिलेन धेरै वर्ष भइसक्यो चटपटीको साथ यो मिठो चटपटी मिठो ल स्वादै रहेछ खाँदाखेरि मिठो 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 यो चाहिँ हाम्रो हेटौँडाको सब्जी तरकारीहरू पाउने पसल यो चाहिँ खोपे गल्ली हो यहाँ चाहिँ एकदमै ह्युज मासमा चाहिँ डिफ्रेन्ट काइन्ड्स अफ तरकारी पाइन्छ साग घिरौला लौका काँक्रो मुला गाजर बन्दा काउली हुन्छ बेलौती यो अम्बा हो के यो बेलौती हो के अम्बा हो But I am from Pokhara, man. ल कमेन्टमा लेख्नु त यो बेलौती हो कि अम्बा हो Belauti हो बेलौती अम्बा हो ल यो किनौँ न त सो उसलाई चाहिँ यो गुवाबा खान मन लाग्यो अरे अम्बा उसले अम्बा किन्दैछ है त अब हेटौँडाको अम्बा नि चाख्ने भयो होइन सबै एउटै सेम हुन्छ है ल किनौँ है त राम्रो राम्रो खाना आजको दिन कस्तो भयो भने म थाक्यो हिँडेर यो मटकाले मलाई कति हिँडाउँछ ओ माई गॉड नो 1 किलोमिटर नि हिँडेछ हिँडे हो अनि मलाई राम्रोसँग खानेकुरा पनि खुलाएन होइन राम्रोसँग खाएको छैन नि किनकि हामीले लाइक स्न्याक्स मात्रै खाएको क्या लाइक धेरै उसहरू खाएकै छैन सो obviously I'm gonna be feeling hungry
तर अब हिँड्दै हो मेरो खुट्टामा ब्लिस्टर भयो हिजो राति पनि हिँडेर त्यो हिलमा ब्लिस्टर भयो झन् आज पनि ब्लिस्टर हो कति हिँड्नु पनि हो क्या हेटौडामा हिँडेर मेरो खुट्टा दुखिसक्यो आजको हाम्रो भ्लग चाहिँ यहीँ कम्प्लिट हुन्छ दिन एकदमै लङ थियो रमाइलो भयो हामी स्टार्ट गऱ्यो नारायणी मलबाट नारायणी मलमा यसो घुम्यौँ तर खासै केही छैन एन्ड देन वी वेन्ट टु भाटपट्टि जहाँ चाहिँ फिल्म गर्न पाउँदैन भन्नुभयो उहाँ सेक्युरिटी गार्ड दिदीले त्यही भएर चाहिँ हामीले फिल्म गरेनौँ एन्ड देन त्यसपछि रङहरू चुज गऱ्यौँ घरको लागि कलर चुज गऱ्यौँ एन्ड बेकरी आइटम खायौँ एन्ड देन चटपटे अनि फेरि सबै गर्दै घुम्दै अब चाहिँ हामी चाहिँ होटलतर्फ लाग्दैछौँ सो हाम्रो नेक्स्ट ब्लगमा चाहिँ हामी के गर्छौँ हामी हजुरहरूलाई देखाउनेछौँ थ्याङ्क यू फर वाचिङ प्लिज सब्सक्राइब टु आवर च्यानल एन्ड See you on the next vlog. I'll see you in the next vlog.